दर्शक महानुभावहरु, म घटनास्थलमा आइपुगेको छु। भागवती भट्टको सब यही थियो जो ठाउँमा म आइपुगेको छु। हुन त प्रहरीले आवश्यक अनुसन्धानका लागि यसको जाँच बुझ गरिसक्यो होला। अहिले पनि देख्न सकिन्छ यहाँ रगतको टाटा। यतिखेर पनि हामी देख्न सक्छौं, यदि क्यामेराले देखाउन सक्छ भने। यहाँ देखिन्छ अझै पनि आलो रगत यही देखिन्छ। अब म केही बेरमा यहाँ अलिकति अस्वस्थ पनि छु। दर्शकहरू, विशेष गरेर अहिले टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेको छैन, तर त्यो भन्दैमा यति ठूलो घटनालाई लिएर यदि आफ्नो जिम्मेवारी पूरा गरिएन भने त्यो अर्को अन्याय हुन्छ भन्ने विचार गरेर हाम्रो टिम यहाँ आएको हो। र विशेष गरेर यो आवाजलाई अझ बुलन्द बनाउनको निमित्त जुन घटना भयो त्यो घटनामा प्रहरीलाई अझ जिम्मेवार बनाउनको निमित्त र पीडित परिवार र आफन्तहरूसँग हामी पनि छौं है। तपाईको आवाजमा हाम्रो आवाज पनि मिसाउनको निमित्त हामी आएका छौं भन्नको लागि पनि हामी यहाँ आएका छौं। म केही स्थानीय दर्शीहरूसँग कुराकानी गर्छु, घटनाबारे केही जानकारी यहाँलाई दिन्छु। विभिन्न यस्ता घटनाहरूमा अतिरञ्जित हुने अथवा कतिपय मानिसहरूले घटनालाई तोडमोड गर्ने, मिडियालाई पनि भ्रममा पारिदिने लगायतका विभिन्न घटनाहरू भएको, विशेष गरेर यसअघि भएको एउटा ठूलो घटना निर्मला पन्तको घटनामा त्यो भएको हुनाले यो घटनामा त्यो नहोस् भन्नको निमित्त पनि हामी सचेत हुन चाहन्छौं। प्रहरीलाई धेरै दबाव पर्दा केही मानिसहरूले घटनाभन्दा बढी राजनीति गरिदिँदा त्यस्तो हुन गएको दृष्टान्त आँखा सामु निर्मलाको प्रकरणमा भएको हुनाले त्यस्तो नहोस् भन्नका लागि र पीडितसँगै एकैबद्धता प्रस्तुत गर्नका लागि हामी आएका छौं। म केही स्थानीयसँग कुराकानी पनि गर्छु। दर्शक महानुभावहरु, म घटनास्थलमा आइपुगेको छु। भागवती भट्टको सब यही थियो जो ठाउँमा म आइपुगेको छु। हुन त प्रहरीले आवश्यक अनुसन्धानका लागि यसको जाँच बुझ गरिसक्यो होला। अहिले पनि देख्न सकिन्छ यहाँ रगतको टाटा। यतिखेर पनि हामी देख्न सक्छौं, यदि क्यामेराले देखाउन सक्छ भने। यहाँ देखिन्छ अझै पनि आलो रगत यही देखिन्छ। अब म केही बेरमा यहाँ अलिकति अस्वस्थ पनि छु। दर्शकहरू, विशेष गरेर अहिले टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेको छैन, तर त्यो भन्दैमा यति ठूलो घटनालाई लिएर यदि आफ्नो जिम्मेवारी पूरा गरिएन भने त्यो अर्को अन्याय हुन्छ भन्ने विचार गरेर हाम्रो टिम यहाँ आएको हो। र विशेष गरेर यो आवाजलाई अझ बुलन्द बनाउनको निमित्त जुन घटना भयो त्यो घटनामा प्रहरीलाई अझ जिम्मेवार बनाउनको निमित्त र पीडित परिवार र आफन्तहरूसँग हामी पनि छौं है। तपाईको आवाजमा हाम्रो आवाज पनि मिसाउनको निमित्त हामी आएका छौं भन्नको लागि पनि हामी यहाँ आएका छौं। म केही स्थानीय दर्शीहरूसँग कुराकानी गर्छु, घटनाबारे केही जानकारी यहाँलाई दिन्छु। विभिन्न यस्ता घटनाहरूमा अतिरञ्जित हुने अथवा कतिपय मानिसहरूले घटनालाई तोडमोड गर्ने, मिडियालाई पनि भ्रममा पारिदिने लगायतका विभिन्न घटनाहरू भएको, विशेष गरेर यसअघि भएको एउटा ठूलो घटना निर्मला पन्तको घटनामा त्यो भएको हुनाले यो घटनामा त्यो नहोस् भन्नको निमित्त पनि हामी सचेत हुन चाहन्छौं। प्रहरीलाई धेरै दबाव पर्दा केही मानिसहरूले घटनाभन्दा बढी राजनीति गरिदिँदा त्यस्तो हुन गएको दृष्टान्त आँखा सामु निर्मलाको प्रकरणमा भएको हुनाले त्यस्तो नहोस् भन्नका लागि र पीडितसँगै एकैबद्धता प्रस्तुत गर्नका लागि हामी आएका छौं। म केही स्थानीयसँग कुराकानी पनि गर्छु।
दर्शक महानुभावहरु, म घटनास्थलमा आइपुगेको छु। भागवती भट्टको सब यही थियो जो ठाउँमा म आइपुगेको छु। हुन त प्रहरीले आवश्यक अनुसन्धानका लागि यसको जाँच बुझ गरिसक्यो होला। अहिले पनि देख्न सकिन्छ यहाँ रगतको टाटा। यतिखेर पनि हामी देख्न सक्छौं, यदि क्यामेराले देखाउन सक्छ भने। यहाँ देखिन्छ अझै पनि आलो रगत यही देखिन्छ। अब म केही बेरमा यहाँ अलिकति अस्वस्थ पनि छु। दर्शकहरू, विशेष गरेर अहिले टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेको छैन, तर त्यो भन्दैमा यति ठूलो घटनालाई लिएर यदि आफ्नो जिम्मेवारी पूरा गरिएन भने त्यो अर्को अन्याय हुन्छ भन्ने विचार गरेर हाम्रो टिम यहाँ आएको हो। र विशेष गरेर यो आवाजलाई अझ बुलन्द बनाउनको निमित्त जुन घटना भयो त्यो घटनामा प्रहरीलाई अझ जिम्मेवार बनाउनको निमित्त र पीडित परिवार र आफन्तहरूसँग हामी पनि छौं है। तपाईको आवाजमा हाम्रो आवाज पनि मिसाउनको निमित्त हामी आएका छौं भन्नको लागि पनि हामी यहाँ आएका छौं। म केही स्थानीय दर्शीहरूसँग कुराकानी गर्छु, घटनाबारे केही जानकारी यहाँलाई दिन्छु। विभिन्न यस्ता घटनाहरूमा अतिरञ्जित हुने अथवा कतिपय मानिसहरूले घटनालाई तोडमोड गर्ने, मिडियालाई पनि भ्रममा पारिदिने लगायतका विभिन्न घटनाहरू भएको, विशेष गरेर यसअघि भएको एउटा ठूलो घटना निर्मला पन्तको घटनामा त्यो भएको हुनाले यो घटनामा त्यो नहोस् भन्नको निमित्त पनि हामी सचेत हुन चाहन्छौं। प्रहरीलाई धेरै दबाव पर्दा केही मानिसहरूले घटनाभन्दा बढी राजनीति गरिदिँदा त्यस्तो हुन गएको दृष्टान्त आँखा सामु निर्मलाको प्रकरणमा भएको हुनाले त्यस्तो नहोस् भन्नका लागि र पीडितसँगै एकैबद्धता प्रस्तुत गर्नका लागि हामी आएका छौं। म केही स्थानीयसँग कुराकानी पनि गर्छु। दर्शक महानुभावहरु, म घटनास्थलमा आइपुगेको छु। भागवती भट्टको सब यही थियो जो ठाउँमा म आइपुगेको छु। हुन त प्रहरीले आवश्यक अनुसन्धानका लागि यसको जाँच बुझ गरिसक्यो होला। अहिले पनि देख्न सकिन्छ यहाँ रगतको टाटा। यतिखेर पनि हामी देख्न सक्छौं, यदि क्यामेराले देखाउन सक्छ भने। यहाँ देखिन्छ अझै पनि आलो रगत यही देखिन्छ। अब म केही बेरमा यहाँ अलिकति अस्वस्थ पनि छु। दर्शकहरू, विशेष गरेर अहिले टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेको छैन, तर त्यो भन्दैमा यति ठूलो घटनालाई लिएर यदि आफ्नो जिम्मेवारी पूरा गरिएन भने त्यो अर्को अन्याय हुन्छ भन्ने विचार गरेर हाम्रो टिम यहाँ आएको हो। र विशेष गरेर यो आवाजलाई अझ बुलन्द बनाउनको निमित्त जुन घटना भयो त्यो घटनामा प्रहरीलाई अझ जिम्मेवार बनाउनको निमित्त र पीडित परिवार र आफन्तहरूसँग हामी पनि छौं है। तपाईको आवाजमा हाम्रो आवाज पनि मिसाउनको निमित्त हामी आएका छौं भन्नको लागि पनि हामी यहाँ आएका छौं। म केही स्थानीय दर्शीहरूसँग कुराकानी गर्छु, घटनाबारे केही जानकारी यहाँलाई दिन्छु। विभिन्न यस्ता घटनाहरूमा अतिरञ्जित हुने अथवा कतिपय मानिसहरूले घटनालाई तोडमोड गर्ने, मिडियालाई पनि भ्रममा पारिदिने लगायतका विभिन्न घटनाहरू भएको, विशेष गरेर यसअघि भएको एउटा ठूलो घटना निर्मला पन्तको घटनामा त्यो भएको हुनाले यो घटनामा त्यो नहोस् भन्नको निमित्त पनि हामी सचेत हुन चाहन्छौं। प्रहरीलाई धेरै दबाव पर्दा केही मानिसहरूले घटनाभन्दा बढी राजनीति गरिदिँदा त्यस्तो हुन गएको दृष्टान्त आँखा सामु निर्मलाको प्रकरणमा भएको हुनाले त्यस्तो नहोस् भन्नका लागि र पीडितसँगै एकैबद्धता प्रस्तुत गर्नका लागि हामी आएका छौं। म केही स्थानीयसँग कुराकानी पनि गर्छु।
मान्छे पुग्दैछ स्थानीय 2 मिनेट। दर्शक महानुभावहरु, म घटनास्थलमा आइपुगेको छु। भागवती भट्टको सब यही थियो जो ठाउँमा म आइपुगेको छु। हुन त प्रहरीले आवश्यक अनुसन्धानका लागि यसको जाँच बुझ गरिसक्यो होला। अहिले पनि देख्न सकिन्छ यहाँ रगतको टाटा। यतिखेर पनि हामी देख्न सक्छौं यदि क्यामेराले देखाउन सक्छ भने। यहाँ देखिन्छ अझै पनि आलो रगत यही देखिन्छ। अब म केही बेरमा यहाँ अलिकति अस्वस्थ पनि छु। दर्शकहरू, विशेष गरेर अहिले टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेको छैन, तर त्यो भन्दैमा यति ठूलो घटनालाई लिएर यदि आफ्नो जिम्मेवारी पूरा गरिएन भने त्यो अर्को अन्याय हुन्छ भन्ने विचार गरेर हाम्रो टिम यहाँ आएको हो। र विशेष गरेर यो आवाजलाई अझ बुलन्द बनाउनको निमित्त जुन घटना भयो त्यो घटनामा प्रहरीलाई अझ जिम्मेवार बनाउनको निमित्त र पीडित परिवार र आफन्तहरूसँग हामी पनि छौं है। तपाईको आवाजमा हाम्रो आवाज पनि मिसाउनको निमित्त हामी आएका छौं भन्नको लागि पनि हामी यहाँ आएका छौं। म केही स्थानीय दर्शीहरूसँग कुराकानी गर्छु, घटनाबारे केही जानकारी यहाँलाई दिन्छु। विभिन्न यस्ता घटनाहरूमा अतिरञ्जित हुने अथवा कतिपय मानिसहरूले घटनालाई तोडमोड गर्ने, मिडियालाई पनि भ्रममा पारिदिने लगायतका विभिन्न घटनाहरू भएको, विशेष गरेर यसअघि भएको एउटा ठूलो घटना निर्मला पन्तको घटनामा त्यो भएको हुनाले यो घटनामा त्यो नहोस् भन्नको निमित्त पनि हामी सचेत हुन चाहन्छौं। प्रहरीलाई धेरै दबाव पर्दा केही मानिसहरूले घटनाभन्दा बढी राजनीति गरिदिँदा त्यस्तो हुन गएको दृष्टान्त आँखा सामु निर्मलाको प्रकरणमा भएको हुनाले त्यस्तो नहोस् भन्नका लागि र पीडितसँगै एकैबद्धता प्रस्तुत गर्नका लागि हामी आएका छौं। म केही स्थानीयसँग कुराकानी पनि गर्छु। मान्छे पुग्दैछ स्थानीय 2 मिनेट। दर्शक महानुभावहरु, म घटनास्थलमा आइपुगेको छु। भागवती भट्टको सब यही थियो जो ठाउँमा म आइपुगेको छु। हुन त प्रहरीले आवश्यक अनुसन्धानका लागि यसको जाँच बुझ गरिसक्यो होला। अहिले पनि देख्न सकिन्छ यहाँ रगतको टाटा। यतिखेर पनि हामी देख्न सक्छौं यदि क्यामेराले देखाउन सक्छ भने। यहाँ देखिन्छ अझै पनि आलो रगत यही देखिन्छ। अब म केही बेरमा यहाँ अलिकति अस्वस्थ पनि छु। दर्शकहरू, विशेष गरेर अहिले टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेको छैन, तर त्यो भन्दैमा यति ठूलो घटनालाई लिएर यदि आफ्नो जिम्मेवारी पूरा गरिएन भने त्यो अर्को अन्याय हुन्छ भन्ने विचार गरेर हाम्रो टिम यहाँ आएको हो। र विशेष गरेर यो आवाजलाई अझ बुलन्द बनाउनको निमित्त जुन घटना भयो त्यो घटनामा प्रहरीलाई अझ जिम्मेवार बनाउनको निमित्त र पीडित परिवार र आफन्तहरूसँग हामी पनि छौं है। तपाईको आवाजमा हाम्रो आवाज पनि मिसाउनको निमित्त हामी आएका छौं भन्नको लागि पनि हामी यहाँ आएका छौं। म केही स्थानीय दर्शीहरूसँग कुराकानी गर्छु, घटनाबारे केही जानकारी यहाँलाई दिन्छु। विभिन्न यस्ता घटनाहरूमा अतिरञ्जित हुने अथवा कतिपय मानिसहरूले घटनालाई तोडमोड गर्ने, मिडियालाई पनि भ्रममा पारिदिने लगायतका विभिन्न घटनाहरू भएको, विशेष गरेर यसअघि भएको एउटा ठूलो घटना निर्मला पन्तको घटनामा त्यो भएको हुनाले यो घटनामा त्यो नहोस् भन्नको निमित्त पनि हामी सचेत हुन चाहन्छौं। प्रहरीलाई धेरै दबाव पर्दा केही मानिसहरूले घटनाभन्दा बढी राजनीति गरिदिँदा त्यस्तो हुन गएको दृष्टान्त आँखा सामु निर्मलाको प्रकरणमा भएको हुनाले त्यस्तो नहोस् भन्नका लागि र पीडितसँगै एकैबद्धता प्रस्तुत गर्नका लागि हामी आएका छौं। म केही स्थानीयसँग कुराकानी पनि गर्छु।